ल शरद भाइ के छ भने हालखबर? ठिकै छ। अब लेखका हामी केटाकेटी भने जस्तै लेकतिर आइया छ। ढकमक्क कुहिरो जताततै गुराँसका फुल राता राता ओठमा लाली लाए जस्तो ठाउँ ठाउँमा फुलिरहेका छन्। गुराँसका फुलले होलीको आगमन भएको जस्तो अनुभव भइरहेको छ। ए होली पो आयो है? कहिले हो सर होली? भोलि। होली भोलि हो कि भोलि होली हो? होली भोलि। पहिला पहिला होलीको याद आउनु लाग्यो। हो र के हुन्थ्यो र होलीमा? तपाईँहरू के गर्नुहुन्थ्यो होलीमा? खेलिन्थ्यो होली, लोला हानिन्थ्यो, रङ छ्यापिन्थ्यो, पानी छ्यापिन्थ्यो। त्यस्तै थियो। स्कुल बिदा हुन्थ्यो के? त्यो हो पहिला रमाइलो। रमाइलो। होलीभन्दा पनि स्कुलको छुट्टी रमाइलो। त्यसपछि हामी त बाँस झाडीमा जान्थ्यौँ भने। बाँस झाडीमा पिचकारी बनाउन? पिचकारी बनाउन। बन्चरो होइन काट्नेवाला के हुन्छ करौती त्यो लिएर बाँस झाडीमा अनि पुरानो कपडाहरू लिएर काटेर लठीमा बेरेर पानी पाल पारेर होइन? त्यति बेला न प्लास्टिकको के बन्दुक सन्दुक थियो न पिचकारी थियो होइन? सबै इम्प्रोभाइज आफैले। लोला चाहिँ के को बनाउनु? 10-12 लोला भन्ने नै हुँदैन, पुरै धारा आउँथ्यो पुरा जग बाल्टी थाप्यो। जग बाल्टी नो प्लास्टिक युज। त्यस्तो प्लास्टिकको त केही प्रयोग हुँदैन थियो। नेचुरल लोला हैन? नेचुरल। डुबाउनु पर्यो भने धारामा लगेर चोप्दिनु। सिधै हो? भैसिन भाइ हैन? मजाले 3 धारा आउँथ्यो होइन? घुटुङटुङ आइहाल्थ्यो, पानीको कमी थिएन। अहिले पो भूकम्प आएर चाहिँ सुक्यो धारा। पहिला त डुबाइन्थ्यो धारामै। रमाइलो रहेछ। रमाइलो हुन्थ्यो। बाँसतिर गएर होइन? एक दिन अगाडि बनाउने हो क्या? अलि बढ्दै गयो अनि पछि चाहिँ अनि धेमा बाजा सुरु भयो। केटाहरूले धेमा बाजा बजाउँथ्यो, 6-7वटा धेमा बाजा हुन्थ्यो। अनि पिठो किन्थ्यौँ कि पिठो त कलर सलर मिक्स हुँदैन थियो नि त, गालाहरू फुट्दैन थियो। अनि पिठो उडाउने लगाइदिने त्यही गालालाई पनि सजिलो होइन नफुट्ने त्यस्तो गर्थ्यौँ कि हामीले। पहिलाको ठिक हो नि है? पहिला धेरै ठिक, अहिले अराजकता बढ्यो। अहिले तपाईँको हेर्ने हो भने होली खेलेको भन्दा पनि होइन अरू नै अश्लीलता ज्यादा। मौलिकता हराउँदै गयो, अराजकता बढ्दै गयो। होलीको नाउँमा मान्छेहरूले मौकाको फाइदा अवसर लुट्न थाले। गलत नि त के कसो? एकदम सही। प्लास्टिकहरू पनि जताततै अब हेर्नु त होली खेलेको त्यो बाटैभरि जाने भने प्लास्टिक हुन्छ फोहोर अहिले होइन? महानगरले पनि कतिजनाले कारवाही गरिसक्यो, काठमाडौँको बालेन शाहले है। अब कतिलाई गरिसकोस् के अब हिजो अस्ति फोहोर गरे जरिवाना तिराए जस्तै गरौँ भनेपछि त त्योभन्दा बढी फोहोर पुरा त्यहीँ हुन्छ। त्यसो भए हाम्रो होली चाहिँ भोलि होइन? अब हामी यस्तो डाँडामा छौँ, भोलि बिहान एउटा गाडी जाँदो रहेछ होइन? जाँदैन रे भोलि। भोलिको दिन गएन भने तनाव भयो त? जाँदैन रे। नहिँडेर सम्भावना भयो है? हामी फोगटिया बसाइदियो यार। अब भोलि के हुने हो अब हेरौँ भोलि नै। अब होली कहाँ मनाइन्छ के गरिन्छ होइन? अब भोलि त्यसैले होली खेल्नुभन्दा अगाडि हामीले सोच्नुपर्ने कुराहरू धेरै छन् होइन? अहिलेका विद्यार्थीहरूले सानो भाइ बहिनीहरूले के पहिला हाम्रो जस्तै भोलि आयो भन्दा बित्तिकै त स्कुल बिदा, रमाइलो, भोलि त बिदा भनेर बेलुका होइन बुक कहाँ राखेछ किताब कहाँ राखेछ थाहा हुन्थेन नि। अब आजले केटाकेटीले त्यो मजा आउँछ होला कि आउँदैन होला है? आउँछ होला। अहिले भर्खरै होली भनेर चिच्याउँदै थियो बच्चाहरू, रमाइलो त हुन्छ होला, खेल्दा होला। हामी त 1 हप्ता अगाडिदेखि नै सुरु हुन्थ्यो होली त, रमाइलो। अहिले त्यो होली चाहिँ पहिलाको जस्तो छैन। अनि शरद भाइको के थियो त पहिला कस्तो गरिन्थ्यो? त्यही हो हाम्रो। अब के फरक हुन्छ र भने बाल्टीले पानी छ्याप्यो, उहाँले भने जस्तो धारामा डुबाइदियो। छुट्टै फरक अनुभव गरेको त्यस्तो केही फरक अनुभव के हुन्छ र? याद गर होला होली
यादगार त कति कति साथीभाइहरू मिल्यो। पहिला बच्चा बेलाको फरक अलि ठुलो भएपछि अलि फरक। रङ किन्यो, गयो भन्ज्याङतिर घुम्नलाई, रङ दल्यो, खेल्यो, रमाइलो आफ्नो छुट्टै। चोकतिर सबैजना एकचोटि भेला हुने, त्यहाँ रङ दल्ने हो कि पानी छ्याप्ने हो कि गऱ्यो। रमाइलो पछि चाहिँ के छ भने पहिला रङ सजिलै उपलब्ध नहुने नि त। अनि आगो बालेपछि त त्यो मकै भुट्ने हाँडीको मुनि कालो लाग्छ नि, त्यो कोट्याएर निकाल्ने, त्यसमा तेल मिसाउने अनि मस्त लगाइदिने। 2 दिनसम्म जाँदैन थियो कि कालो। त्यो चाहिँ एउटा रमाइलो पछि। ठिक। फटा त अलिअलि हामी पनि थियौँ। ल सो गाइज आजको यो होलीको बसाइमा होइन तपाईँले धेरै होली आउँदैछ। होलीमा सजग हुनु होला, संयम भएर खेल्नु होला, धेरैलाई लोला नहाल्नु होला, मान मर्यादा इज्जत प्रतिष्ठा जोगाएर खेल्नु होला, संस्कृति जोगाउनु होला। कसैको इच्छा विपरीत हुन सक्छ, जबरजस्ती लोला हान्ने रङ दल्ने काम नगर्नु होला, कसैलाई रङ प्रयोग नगर्ने मन होला होइन। र जबरजस्ती गरिदियो भने त्यसले पनि नराम्रो सन्देश जान्छ। त्यसैले अरू के भन्नुहुन्छ चाहनुहुन्छ श्यामसा त यसो वरिष्ठ? म चाहिँ अब भोलि होली भएकोले चाहिँ अब विशेष रूपमा हाम्रो त अब महान चाडै नेवारहरूको चाहिँ भोलि भ्यालेन्टाइन भन्छन् क्या फेरि। होली भनेको चाहिँ भ्यालेन्टाइनको रूपमा पनि मनाउँछन् क्या नेवारीहरूले। अहिले त्यो 1 हप्ता अगाडि त्यो बसन्तपुरमा त्यस्तो उभाइसक्यो क्या, त्यो एउटा के भन्छ त्यसलाई चाहिँ लिङ्गो जस्तो उभाएको छ क्या, लिङ्गो गाडी छ। त्यो भनेको चाहिँ अब भ्यालेन्टाइनको रूपमा चाहिँ मनाइन्छ नेवारकोमा चाहिँ। नेवारी भाषामा चाहिँ के भन्छ होलीलाई? ठ्याक्क त आएन के भन्छन् होइन, अहिले सोचेर भनौँला पछि। ल ह्याप्पी होलीको शुभकामना, रमाइलोसँग मनाउनु होला। ल सबैजनालाई ह्याप्पी होली। ठिक रङ्गै रङ्गको होली होइन। भोलि पहाडमा होली, पर्सि तराईमा होली होइन। फागु पूर्णिमा। ल सबैलाई शुभकामना। ल त गाइज यति भन्दै अब आजलाई बिदा हुँ होला। है। हस् नेपालको तर्फबाट सबैजनालाई होलीको धेरै धेरै शुभकामना।